नमस्ते, म शिव खनाल। अहिले चाहिँ लमै नगरपालिका वडा नम्बर 6 स्थित अजम्बरी सामुदायिक वन अन्तर्गत यो राम्रोसित वनवास गरेको ठाउँमा चाहिँ अहिले हामी यो ठाउँमा आएका छौँ। हामीसँग लमै नगरपालिका नगर प्रमुख जोगराज चौधरी, जिल्ला समन्वय समितिका समन्वय प्रमुख नित्यानन्द शर्मा, त्यसैगरी डिभिजन वन कार्यालय दाङ देउखुरी लमैका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्ले, अजम्बरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल, वडा प्रहरी कार्यालय लमैका प्रहरी प्रमुख प्रकाश भुषाल लगायतको टिम चाहिँ यो राम्रोसित वनवास गरेको ठाउँमा चाहिँ यो कुण्ड निहाल्दै हामी अहिले चाहिँ यो राम्रोसित भरार भन्ने ठाउँमा चाहिँ आएका छौँ। लमै नगरपालिका स्थित यो पर्ने पर्यटकीय स्थल एकदमै सुन्दर छ, शान्त लमै घोराई सडक खण्ड छेउ नजिकै रहेको स्थल चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ कुण्ड हो। अहिले चाहिँ यो पानी सुकेर चाहिँ यो यस्तो अवस्थामा छ। माथिबाट चाहिँ यहाँ झरन झर्छ। यहाँ बर्खामा चाहिँ एकदमै मिठो राम्रो झरन झर्छ। यहाँ चाहिँ स्नान गरिसकेपछि मागेको आफूले इच्छाको सबै मनोकामना पुरा हुने चाहिँ किम्वदन्ती रहेको छ। अहिले चाहिँ हाम्रो समग्र नगरको पिता जोगराज चौधरी चाहिँ लगायत नित्यानन्द शर्मा डिभिजनबाट हाम्रो डेपो साहब लगायत सम्पूर्ण चाहिँ यो पर्यटकीय क्षेत्र निहाल्नको लागि चाहिँ यसरी आउनु भएको छ। पहिलो पटक उहाँहरू चाहिँ यो ठाउँमा चाहिँ आउनुभएको हो। जो कोही आउनु भएको छ यो ठाउँमा चाहिँ जो जसले देख्नु भएको छ, नदेखेको मान्छेले चाहिँ यो लमै नगरपालिका वडा नम्बर 6 लमै घोराई सडक खण्ड स्थित नजिकै रहेको छ। यसलाई चाहिँ थारू समुदायहरूले चाहिँ सीता भरार भन्ने गर्ने गर्छन्। राम्रो सीता वनवास गरेको बेलामा चाहिँ यो ठाउँमा चाहिँ आएर बास बसेको, स्नान गरेको किम्वदन्ती रहेको छ। जो आउनु भएको छ, जो आउनु भएको छैन, नआएको जो कोही हुनुहुन्छ स्थानीय जिल्लावासी यो ठाउँमा आएर चाहिँ यो ठाउँको अवलोकन भ्रमण लगायत यहाँ चाहिँ पिकनिक खानको लागि एउटा स्पोट पनि रहेको छ। यो ठाउँमा आएर मजाले रमाइलो गर्न सक्नुहुन्छ। धन्यवाद।